ल सोच एउटा चिज मैले त होइन तपाईँले हो तपाईँको पालो ल मैले सोचेँ के के सोच्नु के सोच्नु सोचेँ कस्तो चिज भन्दा घरमा हुन्छ कसै कसैको घरमा हुन्न गाई भैँसी गाई भैँसी घरमा हुन्छ गोठमा हुन्छ दराज तिमीले चिनेको चिज भन्नु कस्तो होइन के दराज होइन कसै घरमा हुन्छ कसैको दराज सबैकोमा हुन्छ नहुन पनि सक्छ खाने चिज हो क्या खाने चिज हो मासु होइन हाम्रो घरमा छ अहिले हो कि नै अहिले पनि छ हाम्रो घरमा दुध होइन तपाईँले त भए पनि होइन होइन भन्नु जस्तो होइन हो होइन भनेपछि नि खान्छन् कसैले खान्छन् खान्छन् कि खाना परिवार मात्रै खान्छन् नत्र खान्छन् काँची खान मिल्छ पकाउनु काँची खान मिल्छ बोडी होइन मिलेन पकाउँदै पकाउनन् के स्याउ होइन अनार होइन के फलफुल होइन के हो त फलफुल होइन के बाहिरबाट किनेर ल्याउने चिज हो फ्रीमा पनि पाइन्छ फ्रीमा पनि पाइन्छ किनेर पनि पाइन्छ हाम्रो घरमा फ्रीमा ल्याएको हामी फ्रीमा ल्याएको के रहेछ त्यस्तो खानेकुरा हो खानेकुरा हो त्यति हो त हाम्रो घरमा खानेकुरा त के छ अरू पनि त नै खाए पनि खाना भन्नाले कागती नै खाए पनि हुन्छ नखाए पनि हुन्छ कसैले खानै पर्छ कसैले नखाए पनि हुन्छ त्यत्तिकै मैले मिलाइसकेँ तपाईँले होइन मिल्दैन भन्नु त्यसो तपाईँले भन्दिनँ नि पुऱ्याउनु पर्ने खा यति भनेपछि त भन्नु होइन मिठो हुन्न चुकन्दर होइन के रहेछ र मैले अस्ति नै खाएँ थिएँ 6 महिना पहिले अचार खानुहुन्न अचार मैले खान्न तर हाम्रो घरमा छ मैले खान्छु कि नै खान्छु के रहेछ र त्यस्तो मैले खाने तपाईँले के होला भन के चिज होइन मैले नखाने तपाईँले खाने तिमीले खाने म नखाने दुध दुध त मैले किन्दिनँ खान्छु त्यस्तो हुँदै होइन त्यस्तो त केही होइन तपाईँले खाने भन्नु तपाईँले नखाने मैले खाने त्यस्तो चिजै छैन कि फ्रीमा ल्याएको फेरि त्यस्तो त केही चिज छैन फ्रीमा ल्याएको धोइ भयो मलाई त पास त्यस्तो पास त हुँदैन फ्रीमा ल्याएको किचनमा भए जतिको चिज हो किचनमा होइन कि किचनमा हुन्न खान्छ र ए हाम्रै रुममा हुन्छ मैले खान्न तर अरू कसैले पनि खान्न अरू हाम्रो घरमा कसैले नखाने याद हार्दिन फ्रीमा पाइन्छ त पैसा हालेको फ्रीमा पाइन्छ फेरि हाम्रै कोठाभित्र बाहिर छैन हाम्रो कोठाभित्र त्यस्तो खाने चिजै छैन छ फ्रीमा पाएको के हो फ्रीमा पाएको नै मैले जानिनँ भयो पास क्याल्सियम